सो हेलो गाइस लास्ट हो प्रेसिडेन्टले फ्याफुल्ला आज हाम्रो के अरे मोमो च्यालेन्ज हाम्रो पनि अब मोमो च्यालेन्ज आउँदैछ है तपाईँहरूले टिकटकमा यसो सानो यसो फोटो देख्नुभयो होला त्यसमा चाहिँ हामीले भनेको थियो के अरे यो मोमो च्यालेन्ज आउँदैछ बी रेडी सो आज हामी यहाँ छौँ है यदि तपाईँहरूले भिडियो के अरे मन पर्यो भने त लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु है अच्छा हमको सिखा रिया अब यो के अरे मोमोको रुल चाहिँ के छ भन्दाखेरि जसले लास्टमा सकायो उसले यो खानुपर्ने हुन्छ अभी मजा आएगा ना भिडो यो भनेको वान चिप च्यालेन्ज हो आजसम्म दुनियाँमा पनि कसैले खाएको छैन है खाने मान्छेले उसको के अरे हालत खराब भएको छ भन्नुपर्छ होइन अरू केही छैन ल यसलाई यहाँ यसो राखौँ भाइ डराएछ अनि हामी स्टार्ट गरौँ है त भाइ सन्धि ल स्टार्ट ल सन्धि ऊ चाहिँ हाम्रो सन्धि मिस्टर बोमबहादुर अनि म चाहिँ अब तपाईँलाई थाहा छँदैछ है अब अरू केही छैन ल सन्धि 1 2 3 खानु है खानु बिस्तारै बिस्तारै खानु है धेरै छिटो नखानु फेरि छिटो खायो भने त फेरि तपाईँलाई फेरि गाह्रो हुन्छ फेरि हाल्नु नेपालको जस्तो अचार चाहिँ हुँदैन रहेछ यहाँ अब मलेसियामा तपाईँहरूले अचार भनेको पिरै पाउँदो रहेछ हो तपाईँले कतिवटा खोर्सानी राखेर चाहिँ ल्याउनु भएको भन्नु त अब होइन एकदम खोर्सानी हालेको छैन भने उतैबाट दिएको यस्तै यसमा चाहिँ चिप्लो चिप्लो हालेर ल्याउनु भएको खाने ठाउँमा छिटो मेरो स्टकिङमा आइसक्यो तपाईँ हाल्नुभयो के छैन ठिकै छ र यहाँ पनि मेरो भयो क्या त्यही भएर अलिकति गाह्रो भयो जल खानु बिस्तारै के छैन खानु मलाई यहाँ त मेरो लागि सम्झे यस्तो बिरुवा त अब भने जस्तो हामी पछाडि भयौँ मेरो चाहिँ अब एउटा बच्चा थियो सन्धिले पुरा सिधाइदिनु भयो म धेरै धेरै धन्यवाद हार्दिक हार्दिक बधाई छ तपाईँलाई हार्दिक हार्दिक बधाई पिरो भएको अब शर्त अनुसार अब भएकै हो होइन यो खानुपर्ने अवस्था भयो अवस्था आयो आधी तपाईँ खानु आधी म खान्छु नि त हुँदैन त्यस्तो हुँदै तपाईँ हार्नु भएछ नि त अब यस्तो छ गाह्रो धेरै गाह्रो छ है खाने कि नखाने भइरहेछ के गर्ने सम्झि अब हारेको त हारेको म होइन हारेको मान्छे खानुपर्छ खोले है मैले खोले है ल यस्तै गर्मी भइसक्यो पिरो भइसक्यो यहाँ फर्स्ट टाइम खोल्दैछु है यो वान चिप च्यालेन्ज मात्र एउटा ओ माई गड के छ गाइज हेर्नु यहाँ कालो न कालो रहेछ पिरो त खतरा हुने बोल्छ नि आधी खाउँ है अब एउटा खाएर त मर्ने होइन भोलि बिहान फेरि मरेको छ फेरि गाह्रो हुन्छ फेरि थोरै त तपाईँ चाख्नु नि म थोरै दिन्छु चाख्नै पर्ने थोरै यति
वाह। ल ठिक छ यो चाहिँ मैले खान्छु यति अब धेरै खान सक्दैन गाइस यो भनेको वान चिप च्यालेन्ज हो यो खाँदाखेरि एकदम पिरो हुन्छ फेरि है त यो सम्झी उठाउनु न सानो चाहिँ अब आफ्नो सम्झी हो होइन उहाँले पनि खुवाइदिएको अब यस्तो ल है अब यसलाई चाहिँ साइड राखौँ सम्झी यता गर्दा उता गर्दा तपाईँले नि पार्दै मलाई नै घाटा लाग्यो। ल चेस तपाईँले धेरै नखानु होला टुक्रुक्क टोक्नु होला मलाई खानै पर्छ म हारेको मान्छे हो है कतिको पिरो रहेछ हेर्नु ल गाइस खाएँ मैले खाएँ एकदम पिरो हुन्छ है गाइस यो एकदम कालो न कालो रहेछ हो पिरो सबै धेरै छैन। कस्तो छ पिरो? त्यति छैन म जति पनि छैन। मैले सुनेको के छ भन्दाखेरि यो चिप्स खाँदाखेरि पिरो हुँदैन पछि एकछिनपछि धेरै पिरो हुन्छ भनेर सुनेको मैले। तर अहिले खाँदाखेरि त यति पिरो राखेको होइन तर खाइसकेपछि चाहिँ ओ सम्झे खाएँ सम्झे खाएँ खतरा पिरो नि भयो सम्झे पिरो त मार्ने भयो ओए तपाईँले के भयो थोरै त खानुभयो है मलाई म धेरै पिरो खान सक्दैन के गाइस अब थोरै सानोले पनि गर्दाखेरि धेरै पिरो हुन्छ ओहो उफ व्यवस्था छैन पिरोको? व्यवस्था त छ पिरोको ल गाइस अब लास्टै पिरो हुन थाल्यो भित्र पोल्दै आएँ है भित्रदेखि पोल्दै आएछ नि त तपाईँलाई के भएको छैन है यहाँ पुरा पोल्दैछ के भएको छैन अलिअलि दिइरहेको छ अलिअलि दिइराख सानो दुध खानुभएको छ नि तपाईँले त्यही भएर है म पुरा बोलिरहेको छ बोली फुटिरहेको होइन यहाँ सरी बोल्न सकिरहेको छैन किनभने यहाँ अघि सफाकोले गर्दा यहाँ एकदम पोलिरहेको छ गाइस र आजको च्यालेन्ज कस्तो लाग्यो तपाईँहरूले यसो कमेन्टमा झारिदिनु होला के झार्नुहुन्छ तपाईँहरूले अब भिडियोले के गर्नु सम्झे लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सिनु है सम्झे साथी गाइजहरू अब म त के बोल्न सकिरहेको छैन एकदम पिरो भइरहेको छ मुखमा है सम्झे ल त गाइस आजको भिडियो यहीसम्म फेरि भेटौँला अर्को भिडियोमा अर्को च्यालेन्जमा के थाहा के अर्को च्यालेन्जमा हुन्छ कि अर्को टुरमा हुन्छ त्यो पनि हुन्छ सो ल लासो गाइस लासो चसिदेले भ्याफुल्ला